उहाँहरू सन्तुष्ट गर्नुपर्छ उहाँहरू चाहनुहुन्छ अब हाम्रा राष्ट्रका उम्मेदवारहरूलाई चुनाव जित्नुहुन्छ सम्पूर्ण हाम्रा मतदातालाई म भन्न चाहन्छु चुनाव चिन्ह घन्टीमा आफ्नो अमूल्य मतदान दिएर यो पार्टीका उम्मेदवारलाई विजय गराउनलाई म भन्न चाहन्छु जुन लास भएर अब लास भएर कति बस्ने अब समय आयो मित्रहरू आउनुहोस् पार्टीको रेखातिर आह्वान गर्न चाहन्छु जिम्मेवारी दिन्छ हामी विश्वास गरौँ कसैको दयामा मायामा भिखमा कलौमा आजकलको होइन अब हाम्रो अधिकार राजनीतिक अधिकारलाई स्थापित गर्नको लागि म सम्पूर्ण साथीहरूलाई आह्वान गर्दै हाम्रो उम्मेदवारलाई अत्याधिक मतले विजयी गर्नलाई फेरि आग्रह गर्दै म छोटो मन्तव्य नमस्ते जय हिन्द आफ्नो एकदमै हाम्रो पार्टीले गरेका उम्मेदवार रमेश कुमार सापकोटाजीलाई आफ्नो छोटो मतदाताका बिचमा नताना बाबु तो नताना हाम्रो आदरणीय अभिभावक कर्णाली प्रदेशका सभापति प्रमुख अतिथिको रूपमा फोटो खिच्ने ऊपर जाऊ न यस कार्यक्रमलाई यो पार्टी प्रदेशको कार्यक्रमलाई चाहिँ एकदमै उत्साहपूर्ण रूपमा सफल गर्न महत्त्वपूर्ण भूमिका खेलाउने नेकपा एमालेमा भन्दाखेरि वास्तवमै सामाजिक कार्यमा अग्रसर ऊपर जाऊ न सम्पूर्ण जाऊ भनेको ऊपर जाऊ न उतै टेबल नजिक जाऊ न त्यसैगरी हाम्रो उपस्थित सम्पूर्णलाई एकमुखी रूपमा सुनाएको हुन्छ यहाँ सम्पूर्णलाई सर्वप्रथम ध्यान अभिवादन गर्न चाहन्छु हामी निश्चित गरी बोल्दै गर्दा ढेला सङ्गठनबाट निर्वाचन आचार संहिता पनि विचार गर्न परिरहेको हुँदा यहाँ धेरै कुराहरू होइन राष्ट्रको नीति र विधिको विषयमा अघि भनिसक्नुभयो राष्ट्रमा व्यक्तिको शासन होइन विधिको शासनमा चल्ने पार्टी हो सर्वप्रथम यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु तसर्थ यो आउँदै गरेको यो निर्वाचनमा 2082 साल फागुनको 21 गते आउने चुनावको लागि जुन चाहिँ खालको परिस्थिति बन्यो कसरी बन्यो कहाँबाट यो चाहिँ निर्वाचन तालिका आयो यहाँ सबै जानकार हुनुहुन्छ भदौ 23 र 24 गते जुन जेएनजी आन्दोलन भयो त्यस बेलामा बालबालिकाहरूलाई एउटा नरसंहार गरियो नरसंहार पश्चात भोलिपल्ट देशमा आगो लाग्यो तत्काल हेर्दाखेरि 24 घण्टा देखिएका पनि 4 घण्टाको त्यो आन्दोलनले राज्य कब्जा गर्ने परिस्थिति बन्यो राज्यका शासकहरू तत्कालीन अवस्थामा हेलिकप्टर चढेर भाग्न सक्ने गरी हेलिकप्टरमा गाडी चढेर भाग्न सक्ने गाडी चढेर भाग्नुभयो त्यस पश्चात पुनः आफ्नो राजनीतिमा फर्किनको लागि बाटो खोजेर पनि पत्ता नलाग्नुभएका हराउनुभएका त्यस तत्कालीन प्रधानमन्त्री गृहमन्त्री लगायत सम्पूर्ण मान्छेहरू फिल्डमा आउन सक्ने अवस्था थियो तर बिस्तारै केही नेताहरूको अहङ्कार र घमण्डको कारणले बिस्तारै आएर फेरि उही जुन चाहिँ शासकहरूले शासन गर्दै गर्दाखेरि जेएनजी आन्दोलन भयो त्यता चाहिँ भाइ बहिनीले ज्यान गुमाउनु पर्यो फेरि उनी मान्छेहरूलाई हामी प्रधानमन्त्रीको रूपमा सारेर अगाडि बढ्ने पार्टीका मान्छे हामी होइनौँ हामी जो पार्टीका मान्छे हो मुलुक बोलाउनको लागि प्रधानमन्त्रीलाई किस्तीमा आएको प्रधानमन्त्री रवि आदरणीय पार्टी सभापति रवि लामिछानेले बालुशालाई दिँदाखेरि त्यो मुलुकमा सुशासन र डेलिभरीको प्रत्याभूति हुन्छ भने र जनताले सुविधा पाउँछ भनेपछि
म होइन मभन्दा माथि मेरो देश पनि सोचेर भावी प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई अगाडि सार्नु भएको यो कुरो म यहाँ जानकारी गराउन चाहन्छु। तसर्थ बालेन शाहलाई प्रधानमन्त्री भनेर के हो त? किन आजसम्मको परिस्थितिमा कुनै पनि पार्टीका साथीहरूले कुनै पनि पार्टीले भावी प्रधानमन्त्रीको रूपमा चुनाव अगाडि नै क्यान्डिडेट घोषणा गरेर गएको अहिलेसम्म इतिहास रेकर्ड थिएन। तर त्यो राष्ट्रिय स्वतन्त्र पार्टी हो जसले चुनावभन्दा अगाडि भावी प्रधानमन्त्रीको उम्मेदवार जनताको सामु पसेर गएको छ। आज बिहान पनि यहाँले देख्नुभयो बालेन शाह भोलि भावी प्रधानमन्त्री हाम्रो वरिष्ठ नेताजीको आगमनसँग कति उत्साह थियो, जेएनजीहरूको कस्तो आशा थियो, कस्तो परिस्थितिमा चाहिँ मन्दिरको दर्शन गर्नुभयो यहाँ सम्म जानकार हुन्छ। तसर्थ धेरै कुरा नभइकन यी कुराहरू जेएनजीको फागुन 21 छ। यो फागुन 21 भनेको यो देशको किच्चर